आज यो वनभोज कार्यक्रममा पाल्नुभएका सम्पूर्ण घन्टी मित्रहरूमा हार्दिक नमस्कार। जय घन्टी। खै ऊर्जा आएन, वनभोजमा आएपछि झन् तात्तिनु पर्ने हो। जय घन्टी। जय घन्टी। धन्यवाद यहाँहरूलाई। आजको यस कार्यक्रममा यहाँहरू वनभोज कार्यक्रममा एकअर्कासँग मित्रता साटासाट गर्दै अब आफ्नो सम्बन्धलाई अझ प्रगाढ गर्दै एकअर्कालाई बढी चिन्ने यो गाउँ समाजको काठमाडौँ चितवनको वडा नम्बर 4 को सबै साथीभाइहरू अझ एक आपसमा चिन्ने, चितवन जिल्लाका साथीभाइहरू अझ एक आपसमा चिन्ने एउटा शुभ अवसर छ। यहाँहरू सबैजना यो ठाउँमा आउनु भएको छ। देशमा अहिले अब चुनावमय वातावरण सिर्जना हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूलाई थाहा छँदैछ अघिल्लो सरकारको प्रतिशोधको कारण हाम्रो सभापति अहिले पनि कारागारमा हुनुहुन्छ। हामी यो सरकारबाट अपेक्षा गरिरहेका छौं छिटो भन्दा छिटो जुन हदसम्म राजनीतिक प्रतिशोध भएको हो त्यो हदसम्म राज्यले चाहिँ नि उहाँको त्यो प्रतिशोधलाई करेक्सन गरिदिनुपर्छ भन्ने हामीले अपेक्षा गरिरहेका छौं। हामी सरकारसँग वार्ता पनि गरिरहेका छौं। हामी उहाँहरूलाई भनि पनि रहेका छौं, निवेदन पनि गरिरहेका छौं। अबको सरकारले केही गर्छ भन्ने अपेक्षा हामीले बोकिरहेको अवस्था छ। अब चुनावमा हुमिँदै गर्दाखेरि आउने निर्वाचनमा एकल 2/3 बहुमत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशलाई हाक्नेछ। हामी त्यो अभियानमा छौं। आजको यो वनभोज कार्यक्रममा यहाँहरू आउनु हुँदै गर्दाखेरि अबको यो अभियान पनि आजको यहाँको उपस्थिति पनि के हो भने अब आउने निर्वाचनमा कसरी हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई निर्वाचित गराउने, किनभने हामीले चितवन जिल्लामा त्यसमध्ये पनि केही नभए पनि 2/3 बहुमत हामीलाई चाहिन्छ। हिजोको संसदमा यहाँहरूलाई थाहा छ 21 जना हामी सांसदहरू हुँदै गर्दाखेरि नेपालका जनताको मुद्दा उठाउँदै गर्दाखेरि हामी त्यहाँ एउटा कुरा भनेका थियौं, मुद्दा स्थापित त गर्यौं। आम नेपाली जनताले थाहा पाउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले कतिसम्म संसदीय अभ्यासमा भूमिका खेल्न सक्नुहुन्छ, कतिसम्म निपुण हुन सक्नुहुन्छ भन्ने कुरा सबै नेपाली जनताले थाहा पाउनुभयो। मुद्दा स्थापित भयो, तर हामीलाई संख्या पुगेन। हामीले चाहेका सबै कुराहरू बहुमत प्राप्त गर्न नसकेका कारणले मुद्दामै मात्रै सीमित भयो अघिल्लो संसदमा। अब अर्को निर्वाचनबाट हामी चाहन्छौं हामीले उठाएका मुद्दा नेपाली जनताले मन पराउनु भएको छ र ती मुद्दा चाहिँ अब 2/3 चाहिँ अनुमोदन भएर नेपालको भाग्य त्यो अनुसारले निर्देशित हुनुपर्छ भन्ने हामी ठान्दछौं। त्यो अभियानमा यहाँहरू सम्पूर्ण जोडिनु नै भएको छ। अब यो चुनावमय माहौल हुँदै गर्दा झन् धेरै हामीले गाउँठाउँमा पुग्नु पर्नेछ, झन् धेरै मानिसहरूलाई हामीले बुझाउनु पर्नेछ। हुन त अब चितवन जिल्ला आफैमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मथलो भन्दा पनि फरक पर्दैन, किनभने हाम्रो सभापति नै उहाँको राजनीतिक यात्रा नै यहीँबाट सुरु भएको छ। त्यसकारणले चितवनको हरेक घर अहिले घन्टीमय भएको छ भन्ने कुरामा म विश्वस्त छु। तर पनि यहाँहरू हरेक घरमा गएर यहाँहरूले हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सिद्धान्तहरू, हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागणका कुराहरू यहाँहरूले घर घरमा गएर बुझाउनु पर्नेछ उहाँहरूलाई चाहिँ नि खुलेर। अहिले हामीले गाउँठाउँमा जाँदाखेरि यहाँ मेरो समर्थन त तपाईलाई नै हो, तर म खुलेर आउन चाहिँ सक्दिनँ भनेर यहाँले जे सुन्नु भएको छ नि। किन खुलेर नआउने? राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार गरेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी सुशासनमा उभिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी अघिल्लो संसदमा आएर नेपाली जनताको मन जित्न सफल पार्टी हो। नखुल्नु पर्ने, त्यस्तो हीनताबोध गर्नुपर्ने कारण के छ? खुलेर आउने तपाईहरूले बनाउनु पर्छ। गाउँ समाज सबै घन्टीमय भएको छ। खुलेर आउन नसक्नु भएको साथीहरूको समस्या के हो त्यो समस्यालाई निराकरण गरेर चितवनलाई चाहिँ नि एकदमै यो राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मथलो, यसलाई एकदमै यो के कम्युनिस्टहरूको भाषामा त लाल किल्ला भन्छन् के अरे, अब हाम्रो भाषामा चाहिँ एकदम घन्टी किल्ला बनाउनु पर्छ। म त्यो शुभकामना दिँदै अब आज मध्यबिन्दुको कार्यक्रम छ। मलाई त्यहाँ पुग्न पनि ढिला भइसक्यो, किनभने बाटो पनि टाढै छ। उहाँहरू पनि पर्खिरहनु भएको छ। कसैले कुराउनु पनि त्यति उचित होइन। यहाँहरूसँग मैले यति कुरा भन्दै यहाँहरू आज झुम्नुहोस्, रमाउनुहोस्, एकअर्कासँग सम्बन्ध अझ प्रगाढ गर्नुहोस्। कसैसँग मनमुटाव भएको छ भने पनि यो व्यक्तिवादी कहिले कहिले पर्न सक्छ। आफ्नै एउटा साथ सिमानामा बसेको छिमेकीसँग त आफ्नै घर परिवारको सदस्यसँग त हुन्छ भने पार्टीभित्र पनि कहिले कहिले भाव हुन सक्छ। तर बसेर मैले त यस्तो सोचेको थिएँ, तपाईँले यस्तो भन्नुभएको रहेछ, ल अब आज सल्टाउ है भनेर आज सबै मनमुटाव यी छोडेर तपाईँहरू अब एकताबद्ध भएर अगाडि बढ्ने अभियानमा लाग्नुहोस्। म त्यो शुभकामना दिँदै म यो मञ्चबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। जय घन्टी।